नमस्ते, म सबिना काफले। आज फेरि हामी यो ग्लो गेटरको मेन्स्ट्रुअल कपको बारेमा कुरा गर्न गइरहेका छौं। यो मेन्स्ट्रुअल कप महिनावारी हुँदा महिलाहरूले प्रयोग गर्ने एउटा साधन हो। यो महिनावारी भइसकेका सबै उमेरका महिलाहरूले प्रयोग गर्न मिल्छ, किनभने यो डिफ्रेन्ट साइजेसहरुमा अभाइलेबल छ। सुरुवातका दिनहरुमा तपाईलाई मेन्स्ट्रुअल कप प्रयोग गर्न हरेक महिलाहरू जसरी अलिकति डर लाग्न सक्छ अथवा असहजता पनि महसुस भएको हुन सक्छ। तर तपाईले बिस्तारै सही तरिका सिके पछाडि तपाईको महिनावारी यसले एकदमै सहज र सफा बने पक्कै बनाउँछ। जनस्वास्थ्यको पर्सपेक्टिभबाट हेर्ने हो भने पनि यो ग्लो गेटरको मेन्स्ट्रुअल कप मेडिकल ग्रेडेड सिलिकनबाट बनेको छ। यसमा कुनै केमिकल्सहरु छैन, टक्सिन्सहरु पनि छैन। हामीले प्रयोग गर्ने प्याड्समा, ट्याम्पोन्समा कति धेरै केमिकल्सहरु हुन्छ। हामीले भोग्दै पनि आइरहेका छौं, कतिपय टाइम्स हामीलाई इरिटेसन जस्तो हुने, समटाइम्स इन्फेक्सन्सहरु पनि हुने चान्सेसहरु भइरहेको हुन्छ। तर मेन्स्ट्रुअल कप प्रयोग गरिसके पछाडि हामीले त्यो इरिटेसन्सहरु, इन्फेक्सन्सहरु नकार्न सक्छौं। पर्यावरणीय हिसाबले हेर्ने हो भने पनि मेन्स्ट्रुअल कप एकदम वातावरण मैत्री छ। हामी यो एकपटक किनिसके पछाडि 2 देखि 2.5 वर्षसम्ममा पुनः प्रयोग गर्न मिल्छ। हामीले यसलाई उमालेर अथवा स्यानिटाइज गरेर पटक पटक प्रयोग गर्न सक्छौं। तपाईलाई थाहा छ, एकजना महिलाले आफ्नो जीवनकाल भरिमा 10,000 भन्दा बढी प्याड्सहरु र ट्याम्पोन्सहरु युज गर्छिन्। ती प्याड्स ट्याम्पोन्सहरु कि त ल्यान्डफिल साइजमा